नमस्ते साथीहरु, के छ? मेरो चाहिँ एकदम ठिकठाक छ भन्न पर्यो। हजुरहरुको नि एकदम ठिकठाक होला। आज चाहिँ म नेपालीमा ब्लग बनाउन लाग्छु है। हेर्नु होला लास्ट तक, ब्लगमा एन्ड तक हेर्नु होला के हुन्छ। ल देखाउँछु हजुरहरुलाई, लास्ट तक हेर्नु होला। फर्स्ट यहाँबाट हेर्नुस्, यो मेरो किचन। मैले त यहाँ काम गर्छु के म, मेरो किचन त हैन है। यहाँबाट बाहिरतिर हेर्नु, यो सब सोफाहरु, यहाँ ग्राहकहरु आउँछन् चाय पानी पिन। फेरि उसको बाद एउटा भित्र अफिस छ यहाँ म्यानेजरको, यो कन्टेन्टको। यो भित्र दुईटा छन् कुर्सी, ऊ चाहिँ मालिकको लागि हो। त्योहरू चाय बनाउन लाग्यो है अहिले चाहिँ म। यो चाहिँ मालिकको लागि, यो चाहिँ वर्करको लागि हैन। हेर्न सक्नुहुन्छ, काम गर्नुपर्छ दबाएर हैन। के गर्ने यार, पुरै गर्मी लास्टै छ, बहुत ज्यादा गर्मी छ यार। काम दबाएर गर्नुपर्छ। हेर्न सक्नुहुन्छ म चाय बनाउन लाग्छु छु। यो चाहिँ मालिकको लागि, नहीं यो मालिकको लागि, यो चाहिँ उनको लागि, लेबरको लागि। यत्रो ठुलो क्यानीमा बनाउँछु हैन। बाँकी साथीहरु म देखाउँछु हजुरहरुलाई के हुन्छ। यो बर्तन सर्तन साफ गर्न पर्यो। हेर्न सक्नुहुन्छ मैले अहिले यत्रो चाय बनाएर, यता बर्तन धोएर, अनि यता पुरै काम गरेर लगभग 50-60 जनालाई चाय बनाएर दिएर, यस्तो गर्मीमा थोडा देर बसेको थिएँ। भिडियो बनाउनु पनि छ फेरि भनेर बनाउन लागेको है। अहिले लास्टै गाह्रो छ साथीहरु हैन। परदेशमा काम गर्न लास्टै गाह्रो छ यार। के गर्ने, गर्नुपर्छ आफ्नो फ्यामिलीको लागि, परिवारको लागि। केही छैन, 4-5 महिना जति गरिन्छ यतातिर, त्यताबाट घरतिर जानुपर्ला। साथीहरु मैले चाय पानी सबै पिलाइसकेँ। अहिले बजेको छ 4 बजे। थोडा मेरो काम खत्म भयो, त्यसैले म थोडा सा बसिरह अहिले भन्नु पर्यो। अहिले बसेको छु। पन्जाबतिरको काम चाहिँ यस्तै हुन्छ हैन, हुन्छ कि हुन्न भन्नु होला है। खासै यहाँ हेर्न सक्नुहुन्छ साथीहरु, म चाहिँ कामसाम गरेर बाहिरतिर आएको थिएँ हैन। बाहिर आएर ठक्क अङ्कलसँग एकछिन बसेर त्यहाँबाट बाहिरतिरको मौसम अहिले, अनि यस्तो मौसम पनि यस्तो दामी देखिया रहेछ। शामको कितने बजे? 7-8 बजे 8 बजे नहाले कर। साथीहरु भन्छन् 8 बजे नहीं नुहाउनु पर्छ। चलो ठिकै छ, म नुहाएर फिर खाना खाएर सुतिहाल्ने भन्छन्। म त ब्लगिङ एडिट गर्न पर्छ, त्यसैले साथीहरु सुत्नै पाइन्न। अब के गर्ने, अब म नेपाल आएपछि नेपाली ब्लग गराएर नेपालमा बसेर मस्तसँग त्यसपछि सुत्न पर्ला। अलराइट गाइस, आजको ब्लग कस्तो लाग्यो हजुरहरुलाई? मेरो राम्रो लाग्यो भने लाइक एन्ड कमेन्ट गर्नु होला। मिलौँला कुनै अरु नेक्स्ट ब्लगमा। तबतकको लागि बाइ बाइ।